रिसेन्टली मैले एउटा न्युज हेरेँ। अ, अब स्टुडेन्टको कपाल काट्नको लागि स्कुल कलेजले चाहिँ भन्न नपाउने, प्रेसराइज गर्न नपाउने, यदि उनीहरूको मर्जी छैन भने कपाल नकाट्दा पनि हुन्छ। सो त्यस्तो बच्चाहरूलाई चाहिँ ल बधाई छ, तिमीहरूले कपाल पाल्न पाउँछौ है भनेर नीति आएको छ अरे होइन। हाँसो लाग्यो मलाई चाहिँ त्यो सुनेर। अब सरकारले नीति कपालको नीति, नङ काट्ने कि नाइ भनेर, जुत्ता पलिस गर्ने कि नाइ, ड्रेसमा आइरन गर्ने कि नाइ, अब यस्तो यस्तो नीतिहरू बनाउने, ल्याउने, बस्ने अब यही काम छ है। शिक्षाको लेभल कहाँ पुगिसक्यो, बच्चाहरूको भविष्य के भइराखेको छ होइन, हामी कस्तो किसिमको स्टुडेन्टहरू तयार गरिराखेको छौँ, त्यो पनि अलिकति यसो एनालिसिस गर्ने हो कि र त्यसमा के गर्न सकिन्छ त्यो हेर्ने हो कि। ए प्लसको कुनै भ्याल्यु नै छैन। बोर्ड एक्जाम कुन तरिकाले भइरहेछ, भित्रै मोबाइल, भित्रै एन्सर सिट होइन, कलेजले स्कुलहरूले सेन्टर किनिराखेको छ, ल ग्यारेन्टी पास भनिकन स्टुडेन्टलाई 11मा 12मा एडमिसन गरेर पास गराइराखेको छ है। अनि टिचरहरूले भित्रै मोबाइल, भित्रै एन्सर सिटहरू प्रोभाइड गरिदिइराखेको छ। यस्तो तरिकाले बोर्ड एक्जाम हुन्छ। त्यो बोर्ड एक्जाम पनि आई डोन्ट नो किन हुन्छ होइन, बरु त्योभन्दा राम्रो त गराउँदै नगराएर सिधै ल पास भन्दै सर्टिफिकेट बाँड्दै पनि हुन्छ, ठिक छ। बच्चाको दिमागमा एनी हाउ तिमीले 12को सर्टिफिकेट निकाल, त्यसपछि विदेशतिर भाग, त्यही नै हो। अब हामीले त्यही नै उत्पादन गर्न खोजिरहेछौँ भने वी आर अन द राइट ट्र्याक, ठिक छ। इफ होइन भने चाहिँ एकदमै नराम्रो सिचुएसनमा छौँ हामी अहिले एजुकेसन सिस्टमलाई लिएर है। धेरै नै एक्सपेक्टेसन थियो अहिले हाम्रो नयाँ सरकारबाट होइन, तर फेरि एकदम दुःख लागिरहेछ मलाई चाहिँ। अ, पहिला जस्तो छैन कि बच्चाहरूको इमोसनल इन्टेलिजेन्स अहिलेको बच्चाहरूमा एकदमै कम छ होइन। दे आर भेरी मच स्ट्रेस। अब त्यो त्यो स्कुलको प्रेसरले, पढाइले मात्र होइन कि, त्यो अरू धेरै इन्भाइरोमेन्टल फ्याक्टरहरूले हुन्छ होइन। अब आइतबार छुट्टी गरिदिएको छ, त्यो आइतबार के गर्यो, बस्ने मजाले मोबाइल चलायो, ल्यापटप चलायो, मोबाइलमा के हेरेछ, कस्तो हेरेछ होइन, के गरिराखेछ थाहा छैन, राइट। धेरै कुराहरू मिल्नुपर्छ कि कुनै पनि चिजलाई, नयाँ चिजलाई लिएर आउँदाखेरि होइन। अनि अब गर्नको लागि के छ हामीसँग भनेपछि, बच्चाहरूमा कसरी उनीहरूको मेन्टल हेल्थलाई हामीले इम्प्रुभ गर्न सक्छौँ होइन, स्कुलको इन्भाइरोमेन्टलाई कसरी अझै राम्रो गराउन सक्छौँ, टिचर, पेरेन्ट्स, सरकारको रोल के छ, सबैलाई हामीले कसरी मिलाएर एउटा सिस्टम बनाएर अगाडि बढ्न सक्छौँ होइन। पेरेन्ट्सहरूलाई कति गाह्रो भइसकेछ यो फी अनि अरू कुराहरूलाई लिएर। अब सुरुमा त यो फी लाग्दैन, त्यो फी लाग्दैन, यति धेरै कुराहरू आएको थियो, बट इम्प्लिमेन्ट केही भएको छैन, राइट। सो प्लिज त्योतिर जे कामले नि केही फरक पर्नेवाला छ, जे कामले एक्चुअलमा चाहिएको छ नि, त्यो कामतिर यसो हेरौँ न। यो नङ कपाल